एघार कप 2082 खुला फुटबल प्रतियोगिताको पत्रकार सम्मेलन कार्यक्रममा हामी उपस्थित भएका छौँ र कुनै पनि कार्यक्रमलाई औपचारिक रूपमा अगाडि बढाउनको लागि अध्यक्षताको आवश्यकता पर्ने भएकोले आजको यस कार्यक्रमको औपचारिक अध्यक्षता गरिदिनु हुनको लागि सगरमाथा सामुदायिक विकास प्रतिष्ठानकी कार्यवाहक अध्यक्ष पार्वती सिंहजीलाई अध्यक्षको आसन ग्रहण गरिदिनु हुनको लागि म हार्दिक अनुरोध गर्दछु। राम्रो भूमिका खेलेर यसलाई प्रचार गरिदिनु भएको छ र यो पालडाको खेल मैदानमा खेल्ने खेलाडीहरू पक्कै पनि एक दिन राष्ट्रको लागि खेल्नेछन् र यहाँका उत्पादनहरू विश्वभरि नै खेल्नेछन् पनि मैले आशा गरेको छु। र हामीले यो खेलमा टिम 10वटा टिम 10वटा टिमले भाग लिने गरेका छन्। त्यसमा हाम्रो चोरमारा युवा क्लब, देवदह बोइज र हाम्रो आयोजक जनशक्ति युवा क्लब सुनौल, डिवाइडी दुम्कीवास, अभिषेक चर्च रजर, भैरव स्पोर्ट्स क्लब नलप्रासी र हाम्रो छिमेकी राष्ट्र आसाम इन्डियाबाट पनि खेलाडीहरू आउँदै हुनुहुन्छ यो खेल खेल्नको लागि। त्यसै गरेर हाम्रो यो खेलमा हामी 10 गतेदेखि सुरु गरेर 18 गते ग्याप गरेर 19 गते हामी यो कार्यक्रम समापन गर्नेछौँ। यो समापनको बिचमा हजुरहरूको पनि धेरै भूमिका हुन्छ। यो गेमलाई कसरी प्रचार गर्ने, कसरी ठाउँ ठाउँमा पुर्याउने, यसलाई पनि हजुरहरूले धेरै सहयोग गर्नुहुन्छ। विगतका दिनहरूमा पनि तपाईँहरूको सहयोग धेरै नै थियो र आउने दिनहरूमा पनि हजुरहरूले यसलाई गर्नुहुन्छ भन्ने पूर्ण रूपमा आशा लिएका छौँ। र हाम्रो खर्चका कुराहरू, प्रचार प्रसारका कुराहरू तपाईँहरूले गरिराख्नुहुन्छ आजदेखि नै गर्नुहुन्छ। र खर्चका कुराहरू हाम्रो यो खेलको संरक्षक नै हाम्रो बर्दघाट 5 को वडा कार्यालय हो, जसले हामीलाई आफ्नो रेडबुकमै 5 लाख रुपियाँ यो खेललाई छुट्याएर यो खेलको यो पुरै खेलको नै संरक्षक गरिरहेको छ र निरन्तर 2 वर्षदेखि हामीलाई यो वडा कार्यालयबाटै रेडबुकमै राखेर यो सहयोग गरिराख्नु भएको छ। र हामीलाई बर्दघाट नगर खेलकुद विकास समितिबाट पनि 2,50,000 रुपियाँ यो खेलको लागि छुटिएको छ। र हामीलाई सरकारी बर्दघाट नगरपालिका समग्रमा भन्दाखेरि 7,50,000 पैसा अहिले आउँदैछ। त्यो 7,50,000मा हामीलाई अहिले यो माहौलले गर्दाखेरि 20% त्यो पहिले नै काटेर 6,50,000 पैसा हामीलाई आउँदैछ। त्यसमा पनि केही करकट्टीहरू होलान् र हामीले पहिलो प्रायोजक पाउन सकेनौँ, हामी त्यसैबाट नै व्यवस्थापन गर्दैछौँ। हामीलाई दोस्रो पुरस्कार भनेर सिजी फुड्स नेपाल लिमिटेडले 1,05,00,000 र ब्रान्डिङका कुराहरू र फुटबलका जर्सी सेटहरू हामीलाई उपलब्ध गराएको छ। हामी उहाँलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छौँ। र त्यस्तै गरेर देश तथा विदेशमा रहनुहुने गाउँवासी, छिमेकी वडाहरू, बर्दघाट नगरपालिका भित्र रहेका सङ्घ संस्थाहरू अनि केही पसलहरू, व्यवसाय साथीहरूले पनि आफ्नो ब्रान्डिङको लागि हामीलाई सहयोग गर्नुभएको छ। र हाम्रो नजिकै शान्तिनिकुञ्ज माविले पनि हामीलाई निःशुल्क पानी, शुद्ध पिउने पानी, फिल्टरको पानीहरू खुवाएर अन्य चिजहरूमा पनि हामीलाई सहयोग गरिरहेको छ। होली केयर स्कुलले पनि हामीलाई सहयोग गरिरहेको छ। त्यो 13 लाख समथिङ हामी त्यसमा म्युट गर्न सकिरहेका छैनौँ र हामी निरन्तर सहयोगको आशामा छौँ। साथीभाइहरूले हामीलाई सहयोग गर्दै हुनुहुन्छ र हामी त्यो सहयोग हाम्रो पुरा हुन्छ। प्रत्येक दिन म्यान अफ द म्याच र 1,000 पुरस्कार नगद रु 1,000 अनि लास्ट फाइनलमा म्यान अफ द म्याच उत्कृष्ट गोलकर्तालाई 5,000, म्यान अफ द सिरिजलाई 3,000। शिक्षालाई पनि एकदमै प्राथमिकता दिएछन्, स्वास्थ्यलाई पनि दिएछन् र यो खेलकुद भनेको हाम्रो बच्चाहरूले भोलि एउटा सिप त कसै न कसैको हुन्छ। खेलकुद भोलि हाम्रो राष्ट्रमा पनि हाम्रो यो यहाँको बच्चाहरूले यसरी खेलेछ, जस्तो हाम्रो रोहित बाबुले खेलेछ, 14 नम्बरको नाम राखेछ भनेपछि एउटा नगरको नाम राखेछ। सन्देश पनि राम्रो जाने हो
5 नम्बर वार्डमा यसरी हरेक वर्ष यसरी खेलकुद हुँदैछ है पालडाँडा कप भन्ने कुरा त अहिले त यथावत सम्पूर्णलाई थाहा छ। एक त हजुरहरू मार्फतै गइरहेछ यो प्रचार। नमस्कार। राष्ट्रको लागि खेलकुद, स्वास्थ्यको लागि खेलकुद भन्ने नाराका साथ सगरमाथा सामुदायिक विकास प्रतिष्ठानद्वारा आयोजित यस पत्रकार सम्मेलनमा आफ्नो अमूल्य समयका बावजुद यस कार्यक्रममा उपस्थित भई कार्यक्रमको गरिमा बढाइदिनु भएकोमा धेरै धेरै धन्यवाद दिन चाहन्छु।